छोडले हामी कहाँ जाँदैछु रे यहाँ छ मामा यो मामा धेरै भाग्छ क्या टोपल यार टोपल यार कहाँसम्म जाने सो हामी चाहिँ पुगिसक्यो गल्ली गल्ली ग्याङ ग्याङ थोस सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग सबैजनालाई स्वागत छ मेरो यो अलिक सिधा सामान है झ्यापा जस्तो लाग्यो सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ ब्लगमा अब हामी जाँदैछु छोडले हामी कहाँ जाँदैछु रे कस्तो कुरा गरेको छोडले हाल्छु रे अन्त सोल्टे पे यार नेपाली भाषा मामा केडिएमसिडी भरि केटाहरू छ मेरो सुजन हो कि सुदन हो सम्धि सुजन ए गयो त मिसेला मिसेले ए यिनीहरू भाग्यो यार साथीहरू होइन आज यसो मामालाई सपिङ गर्नु भनेर आएको मामा त भाग्यो यार यार मेरो टोपी लगेर मामा भागिसक्यो यार के गर्ने हुन्छ यार गाइस बिसाएर भाग्यो ओइ चप्पल किन्न भन्छ यार सोल्टी फसायो नि यार मलाई लास्टै यहाँ छ मामा यो मामा धेरै भाग्छ के यो पेम्बा सम्धि हेलो अगाडि त भिडियो नाङ्दो भिडियो कहाँसम्म जाने के कहाँसम्म जाने जाँदैछौँ अब धेरै उता नजाउँ यार म उता जानुपर्छ कि मामाले फेरि हामी तल पिपलकोट सो क्रसिङ म्यान क्रसिङ एकछिन बिस्तारै सो केटाहरू ग्याङ बोकेर हिँड्दैछु सक्छ ग्याङ बोकेर उता गएर फर्किँदै गरौँ ल के छ केटा वो गाइड्स चस्मा लगाएर बसिरहेको छु यार कस्तो खतरा छ काठमाडौँको भिलेज सोल्टी यता फर्क्यौँ यार एकचोटि यसोपट्टि माग्छौँ तामाङ माट बिजुली यतापट्टि भलक सोल्टी यसलाई के भन्छ रे ओइ भलक सुप गएर सुप मामा धेरै टाढो चाहिँ नजाऊँ न यार मामा भोलि मेरो फ्लाइट छ यार सेन्साको हाम्रो भाइरल मक्तन मोमो यहाँ छ आउनु होला भाइरल मक्तन मोमो चलेको छ नि मामा यो टिकटकमा है भाइरल मक्तन मोमो हो नि यो खासमा चाहिँ तपाईँ के गर्नु हौ कताको हो तपाईँको यात्रा पिपल बोट हो चाहिँ अलिकति कपाल कट गर्नु त्यसो भए चाहिँ म जान्छु है मामा ए मेरो त उता जानु छ यार पेम्बा रुम जानु छ यार खाना थाहा एकचोटि देऊ त ल
मेरो टाउको त ठुलो छ यार हेलमेट भेट्दैन तपाईँहरूले हेलमेट भेट्दैन के कुरा गरेको यार चोटि सो हामी चाहिँ पुगिसक्यो यता पसलमा जुत्ता पसल चप्पल पसल किन्न लाग्यो केटाहरू यहाँ बसिरहेछ ए नाचिरहेछ यहाँ सम्झी गयो नाचिरहेछ यहाँ सम्झी गयो राति राति केटाहरू यहाँ फेरि ए मामा भित्र छिरिरहेछ यो चप्पलको जाङ्गा छ त्यो कस्तो छ चप्पल किन्नको लागि यत्रो एकजनाले चप्पल किन्नु छ यार त्यत्रोजना भित्र छिर्नु पर्ने के हो यार खासमा कुरा चाहिँ के हो भित्र छिर्यो कस्तो चप्पल किन्यो यार निन्दा लागिरहेको छ गाइज मलाई चाहिँ छोड्ली यार केटी भेटेन बाटोमा यता लामो बाटोमा एउटा केटी देखेन मैले ओ वाउ मामाले हेर्नु नि त्यहाँ आमा खतरा यार खतरा यसमा अलि के बुढी ल्याउनु लाग्यो क्या तपाईँले है खतरा छ है खतरा छ है पेमाले पनि यता रोजेको छ है गाई छेउ पेमाको चाहिँ खासमा फेभरेट चप्पल यस्तो कि उसले यस्तै लगाइरहेछ यस्तै क्या फेरि यस्तै यस्तै क्या फेरि यस्तै मलाई त ठिक हुँदैन है अङ्कल यो मलाई ठिक हुँदैन है मलाई भन्ने साथी पनि छ हुन्छ हौ मलाई नि हुन्छ होला मलाई हुँदैन ठिक भएर भयो त ट्राई गरेर के भन्नु मलाई यो मनै पर्छ मिनुन्छ यो रङ मलाई छिर्नुपर्छ कि सबजना छिर्नुपर्छ क्या एकजना चप्पल किन्यो के अरे सरले के अरे आमा यो सरले कति सेतो क्या आमा यार लास्टै यो भन्दा सेतो छ हौ आमा यो भन्दा सेतो लास्टै सेतो कि सोल्टी यार हेर न कस्तो सेतो देख्ने आमा मामा है यो भन्दा सेतो छ त अनि ए पेम्बाले देखाउँछ कति सेतो देख्छ ब्याग हेर्नु नि गाइस पेम्बाले देखाउनु नि कति सेतो देख्छ पेम्बा म भन्दै गोड छ हेमा चुसपेट चियाकोले क्यामेरा सेतो कति यार जम्मा 400 जम्मा भर्खरै किनेको क्या यसलाई पनि 500 भन्छ यार गल्ली गल्ली ग्याङ गल्ली गल्ली ग्याङ ग्याङ थोसी ग्याङ ग्याङ बोकेर हुन्छ काठमाडौँ सहरमा हाम्रो काठमाडौँ सहरमा चहल पहल हल्का बढी छ ओके गाइस बेडसिट देख्दै रहेछ हेर्नु त्यसरी है गाइस स्प्याक देखो केटाहरू लास्ट मक्खै हुने भयो यार केटाहरू केटीहरू मक्ख हुन्छ सिस्प्याक छ बब्बाल छ केटीहरू को चाहिँ कसलाई भन्नुपर्छ सिस्प्याक अरूहरू सम्झेको बब्बाल छ के म केटीको पैसा लाग्दैन के म केटीको पैसा लाग्दैन बरु केटी चाहिँ मेरो पैसा लाग्छ बब्बाल चाहिँ सम्झिँदै त यस्तो हेन्सम सम्झिन्छ यार बब्बाल हेन्सम छ नि त सम्झि धेरै नै हेन्सम छ क्या त्यस्तो नभन्नु हो